आज हामी a प्लस b को होल स्क्वायरको सूत्र निकाल्न सिक्छौं। त्यस्तै a माइनस b को होल स्क्वायरको सूत्र पनि निकाल्न सिक्छौं। सबभन्दा पहिले हामी a प्लस b को होल स्क्वायरको सूत्र निकाल्छौं। a प्लस b को होल स्क्वायर, यसको मतलब हामीले बुझ्नुपर्छ a प्लस b इन्टु a प्लस b। a प्लस b दुईटा छ, त्यही भएर यहाँ हामी लेख्ने a प्लस b इन्टु a प्लस b। यो हाम्रो a प्लस b यहाँ दुईटा दिएको छ। स्क्वायर भनेको हाम्रो a प्लस b दुईटा छ, त्यही भएर अब के गर्ने, यसमा यहाँ यसको a ले यसको a प्लस b मा गुणन गर्ने, त्यसपछि फेरि यसको b ले यसको a प्लस b ले गुणन गर्ने। सबभन्दा पहिले हामी यसको a ले a प्लस b मा गुणन गर्ने। ल, यसको a इन्टु a प्लस b, a प्लस b। ल, अब फेरि यहाँ के दिएछ, प्लस b। अब प्लस b ले फेरि a प्लस b मा गुणन गर्ने, a प्लस b। ल, अब के गर्ने, a ले a मा गुणन गर्ने, फेरि a ले b मा गुणन गर्ने, त्यस्तै b ले a मा गुणन गर्ने, b ले b मा गुणन गर्ने। ल, सबभन्दा पहिला a ले a मा गुणन गर्ने, a मा a ले गुणन गर्दा a को स्क्वायर हुन्छ, त्यसपछि प्लस a मा b ले गुणन गर्दा ab। त्यस्तै अब यस प्लस b ले a मा गुणन गर्ने, प्लस a ab। त्यस्तै प्लस b ले b मा गुणन गर्दा प्लस b को स्क्वायर। अब यहाँ हामी ba पनि लेख्न सक्छौं, यहाँ ab लेख्न पनि सक्छौं, तर यहाँ ab दिएको छ, त्यही भएर हामी क्रम मिलाएर लेख्ने, ab नै लेख्ने। ल, अब यहाँ लेख्ने के a स्क्वायर प्लस, अब ab दिएछ, त्यही भएर दुईटैलाई जोड्दा 2ab प्लस b स्क्वायर। यही हाम्रो एन्सर भयो। a प्लस b को होल स्क्वायर को सूत्र के हुन्छ, a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। यस्तै गरेर हामी a प्लस b को होल स्क्वायर को सूत्र निकाल्न सक्छौं। त्यस्तै अब हामी a माइनस b को होल स्क्वायर को सूत्र निकाल्छौं। ल, यसमा पनि के गर्ने, अब a माइनस b को होल स्क्वायर दिएको छ, त्यस्तै यसमा पनि बुझ्नुपर्छ कि a माइनस b दुईटा छ, त्यही भएर a माइनस b इन्टु a माइनस b, दुईटा हामीले a माइनस b बुझ्नुपर्छ। ल, अब यहाँ अरु लेख्ने, अब फेरि त्यस्तै यसमा पनि गर्ने, a ले a माइनस b मा गुणन गर्ने, फेरि माइनस b ले a माइनस b मा गुणन गर्ने। अब a ले a माइनस b मा गुणन गर्ने, a माइनस b। अब माइनस b ले फेरि a माइनस b मा गुणन गर्ने। ल, अब के गर्ने, a ले a मा गुणन गर्ने, फेरि a ले माइनस b मा गुणन गर्ने। a मा a ले गुणन गर्दा के हुन्छ, a स्क्वायर। a ले माइनस b मा गुणन गर्दा माइनस, यसको प्लस यसको माइनस, प्लस माइनस के हुन्छ माइनस, अनि ab। त्यस्तै अब b ले फेरि a मा गुणन गर्ने, b ले b मा गुणन गर्ने, माइनस b मा a मा गुणन गर्दा यसको माइनस यसको प्लस, प्लस माइनस के हुन्छ माइनस, अनि फेरि यसलाई पनि क्रम मिलाएर राखिदिने, पहिला a लेख्ने, त्यसपछि b लेख्ने। अब त्यस्तै माइनस b ले माइनस b मा गुणन गर्दा के हुन्छ, माइनस माइनस प्लस हुन्छ, यो माइनस मा गुणन गर्दा माइनस माइनस प्लस, अनि यो b र b मा गुणन गर्दा b को स्क्वायर। अब फेरि त्यसले लेख्ने a स्क्वायर माइनस ab, चिन माइनसकै हुन्छ, तर के हुन्छ, दुईटै जोडिहाल्छ, ab 2ab प्लस यो b स्क्वायर। यही हाम्रो एन्सर भइहाल्यो। a माइनस b को होल स्क्वायर को सूत्र के हुन्छ, a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। त्यस्तै हामी a प्लस b को होल स्क्वायर को सूत्र र a माइनस b को होल स्क्वायर को सूत्र एकदमै इजी तरिकाले निकाल्न सक्छौं।